चोकमा एउटा कुरा भनेको थिएँ, यो शिरमाथि धेरै तरवारहरू झुन्डिएका छन्, तर त्यही शिरमाथि यस्ता बाबाको आशीर्वाद पनि छ। यो तरवार र आशीर्वादको लडाइँमा आशीर्वादले जित्छ भन्ने कुरा म यसबाट तपाईहरुले शम्भु सुस्केरा जस्तो योग्य उम्मेदवारलाई लिएर जानुपर्नेछ। अघिल्लो पटक नै संसद जानुपर्ने मान्छे तपाईले अघिल्लो पटक भ्यू मात्र रोक्नु भयो, तर यस पटक भने त्यो भ्यू फुर्किएको छ। शम्भु सुस्केरा देशको संघीय संसदको झापाको पहिलो आवाज हुन्छ। यो कुरा त्यहाँ मलाई बिचोरीले भन्छ भ्रष्टाचारीलाई बढाएर ल्याउनुहोस्। 46 साल पछिका सम्पूर्ण काण्डहरूको छानबिन रासोपा सरकारले गर्छ। विद्यालय र कलेजमा विद्यार्थीको भविष्य अँध्यारो पारेर झुन्ड्याइएका दलका प्यानलहरू फालेर विद्यालयमा शिक्षाको ग्यारेन्टी रासोपा सरकार। रासोपा सरकारले बन्द उद्योग कल कारखानालाई सुचारू गर्ने र गरी खाने देश बनाउने बाचा गर्छ। यो देश मागी खाने देश होइन, गरी खाने देश हो। नेपाललाई नेपाल जस्तो बनाउँछ, भन्न सक्ने देश बनाउँछ। योभन्दा धेरै हामीले केही भन्नु छैन, किनकि जहाँ विधिको शासन हुन्छ त्यतिखेर बल्ल देश जस्तो हुन्छ। हामी देशलाई